everyone, this is Vinita Bosnet. Welcome to my video. अनि आज चाहिँ म मेरो प्रेग्नेन्सी जर्नीमा मलाई पिआर आको फर्स्ट पिआर है मेरो प्रेग्नेन्सीको चाहिँ फर्स्ट पिआर हो सो हजुरहरूलाई पनि म सँगै शेयर गरौँ भनेर सो दिस इज माई पिआर प्याकेज विच आई गट फ्रम सनिम आउटफिट खासमा त म त्यस्तो ठुलो इन्फ्लुएन्सर पनि होइन मसँग धेरै फलोवर्सहरू सब्सक्राइबरहरू पनि हुनुहुन्न बट स्टिल मेरो प्रेग्नेन्सी जर्नी सेयर गर्दाखेरि मेरो एक्सपिरियन्सहरू सेयर गर्दाखेरि मलाई कम्फर्टेबल लागेको कुराहरू सेयर गर्दाखेरि उहाँहरूले मलाई आफै रिच आउट गरेर यो पिआर प्याकेज सेन्ड गरिदिनु भएको रहेछ एन्ड आई एम भेरी एक्साइटेड होइन लिटरली मेरो प्रेग्नेन्सीको फर्स्ट पिआर भएर होला मान्छेले भन्छ नि है प्रेग्नेन्सीमा गरेको कुराहरू याद हुन्छ भनेर म कस्तो इमोसनल पनि भएँ क्या मलाई कस्तो खुसी पनि लाग्यो किन भन्दाखेरि मैले चाहिँ मेरो अर्को आइडी खोलेको थिएँ क्या त्यो यतापट्टिको आफ्नो प्रोफेसनल बिजनेस आइडी भन्दा पनि प्रेग्नेन्सी जर्नी सेयर गर्नको लागि भनेर अर्को आइडी खोलेको थिएँ त्यसमा चाहिँ चान्चुन 200 फलोवर्स मात्र हुनुहुन्छ क्या बट स्टिल उहाँहरूले त्यो कुराहरूलाई कस्तो याद गरेर होइन मैले बनाएको भिडियोजहरू याद गरेर पिआर पठाउनु भएको रहेछ त्यही भएर चाहिँ मलाई कस्तो इमोसनल पनि भएँ क्या म सो या लेट्स ओपन के छ भनेर एउटा प्रेग्नेन्ट वुमनलाई प्रेग्नेन्सीमा चाहिँ चाहिने खालको कुराहरू गिफ्ट गर्दाखेरि चाहिँ कति खुसी हुन्छ नि है खासमा अलिकति जति धेरै फलोवर्स भयो जति इन्फ्लुएन्स गर्न सक्यो पिआर प्याकेजेसहरू भन्ने बित्तिकै उहाँहरूलाई मात्र सेन्ड गर्नुहुन्छ नि त कतिपय कुरा त त्यो क्रिएटरले रिलेट पनि गर्नुहुन्न अनि युज पनि नगर्नुहुन्छ गर्नुहुन्न भनौँ न तर यसरी प्रेग्नेन्ट नै वुमनलाई प्रेग्नेन्सीको के गिफ्टहरू पठाउँदा कति खुसी लाग्छ होला क्या म एक्सप्रेस नै गर्न सक्दिनँ बट लेट्स सी के छ भनेर सुरुमा चाहिँ छ यो प्रेग्नेन्सी प्यान्टी होइन यो चाहिँ मैले उहाँहरूको पेजमा देखिरहेको थिएँ अनि मगाउँछु भनेर सोच्दै थिएँ तर मगाइहालेको चाहिँ थिइनँ अनि यस उहाँहरूले साँच्चीकै पिआर नै पठाइदिनु भएछ दुईवटा डिफ्रेन्ट कलरमा छ पिङ्क कलर र येल्लो कलर बटर येल्लो कलरमा अनि अर्को रहेको छ प्रेग्नेन्सी प्यान्ट है प्रेग्नेन्सी प्यान्ट चाहिँ मसँग अलरेडी दुईवटा थियो किनभने एकदमै कम्फर्टेबल हुन्छ यो सुधा गरेर तिनवटा भयो डिफ्रेन्ट कलरमा म अफिस जान्छु सो अफिस जानको लागि एकदमै सजिलो हुन्छ सो यो टक्क अगाडिपट्टि पेटमा बस्छ म हजुरलाई अहिले लाएर पनि देखाउँछु योले चाहिँ घटाउन बढाउन सबै मिल्छ क्या फेरि कस्तो मिठो कलर रहेछ थ्याङ्क यू सो मच सनिम आउटफिटले सेन्ड गर्नुभएको है यो चाहिँ अनि अर्को रहेको छ यो म्याक्सी प्रेग्नेन्सीमा चाहिँ मैले एकदमै धेरै म्याक्सीको युज गरेको छु राति निदाउनको लागि एकदमै कम्फर्टेबल हुने है मिठो पर्पल कलरमा सेन्ड गरिदिनु भएको रहेछ नाइस मलाई कस्तो कलर पनि म्याच गर्छ जस्तो छ है पर्पल कलरले वाउ अनि अर्को रहेको छ रेड कलरमा मिठो खालको रेडमा व्हाट इज दिस यो पनि म्याक्सी नै हो जस्तो छ वाउ कस्तो राम्रो म्याक्सी म चाहिँ प्रायः यस्तै यस्तै खालको म्याक्सीहरू लाउँछु क्या स्लिभलेस टक्क सजिलो पनि हुन्छ ओके कस्तो मिठो रेड कलरमा स्लिभलेस खालको म्याक्सी पठाइदिनु भएको रहेछ नाइस है वाउ एकदम मन पर्यो है मलाई थ्याङ्क यू सो मच सनिम आउटफिट कसरी एक्सप्रेस गर्ने क्या मलाई एकदमै हजुरहरूको यो प्रडक्टहरू सायद मैले एकदम धेरै युज पनि गर्छु किनभने युज नगर्ने खालको त हजुरहरूले केही सेन्ड गर्नु भएको छैन होइन युज त अभियसली गर्नै पर्यो थ्याङ्क यू सो मच वान मोर टाइम सनिम आउटफिटलाई साँच्चै म अनि हजुरहरूलाई यो लगाएर पनि एक एक गर्दै देखाउँछु ल कतिको कम्फर्टेबल छ कतिको मलाई सुहाउँदैन हजुर पनि हेर्छु न तो सुरुमा चाहिँ मैले यो प्यान्ट्स नै ट्राई गरेँ किनभने यो मेरो एकदमै फेभरेट हो क्या मैले दुईवटा त अलरेडी नै युज गरिरहेको छु अफिस जानको लागि सो दिस इज माई थर्ड वान नाउ एकदमै मिठो कलरमा मसँग थिएन यो कलर अनि टक्क माथि बस्छ क्या तल पनि होइन बिचमा पनि होइन माथि बस्छ अनि मजाले दिनभरि बसेर काम गर्दा पनि के पनि अनकम्फर्टेबल हुँदैन मैले युज गरेको छु नि त मलाई थाहा छ यहाँबाट बढाउन घटाउन पनि मिल्छ अहिले अलि मलाई ठुल्ठुलो भयो भने अझै पेट बढ्यो भने अझै ठिक्क हुन्छ क्या सो 9 मन्थसम्मै मजाले फिट हुन्छ अब नेक्स्ट अर्को ट्राई गरौँ है त अनि अर्को छ यो रेड कलरमा मिठो रेड कलरमा म्याक्सी है एकदमै सजिलो खालको
मलाई स्वाको पनि हो कि क्या हो। अनि अर्को छ यो पर्पल कलरको म्याक्सी। कस्तो मजाको ठुलो सजिलो है। यही मसँग यस्तो कलरको खासै धेरै लुगाहरू थिएन, मन पर्यो मलाई यो कलर पनि सुहाउँदो रहेछ। मेरो बेबी पनि ह्याप्पी हुन्छ यस्तो कम्फर्टेबल खालको लुगा लगायो भने। थ्याङ्क यू सो मच सनिम आउटफिट। अनि हजुरहरू पनि यदि यस्तै खालको कन्टेन्टहरू क्रिएट गर्न चाहनुहुन्छ, आफ्नो प्रेग्नेन्सीलाई छुपाइराख्नु भएको छ भने चाहिँ इट्स योर चोइस, बट हजुरले चाहिँ आफ्नो बच्चासँगको पछिको लागि मेमोरिज एज वेल एज अहिलेको लागि यस्तो राम्रो राम्रो पिआर प्याकेजेसहरू पनि छुटाउनु भएको छ। सो मैले चाहिँ लुगाहरू यताउता फालेको छु, अब पट्याउन जान्छु। ओके टाटा बाई बाई।